देशको विकास नहुने होइन गाउँको विकास नहुने भनेकै यस्तै यस्तै कर्मचारीहरूले गर्दा हो क्या। यो भिडियो पुरा हेर्नु होला है साथीहरू है। हरेक ठाउँमा सेटिङ मिलाउनु पर्छ अनि कसरी बन्छ देश हो कि होइन भन्नुहोस् त। काटेको जिल्ला विकास अगाडि काटेको देखाउनु न आजको मिति सहित। राजेन्द्र दाई हुनुहुन्छ मलाई थाहा छैन। त्यही त राजेन्द्र दाई होस् या जोसुकै दाई होस् तपाईँले नकाटिकन पठाएको ड्युटीमा को थियो? ड्युटीमा म थिइनँ, राजेन्द्र दाई हो राजेन्द्र दाईले बोलाउनु बोलाउनु। त्यस्तो गरेर भ्रष्टाचार गर्ने जनताको पैसा लुट्ने अब यहाँ सब आउँछ। यहाँ यहाँ जिल्ला विकास सेटिङमा बढाउनु रहेछ क्या जहिले साला। हामीलाई एक दिन बिर्स्यो भने चाहिँ नराम्रो बोली गरेर चाहिँ तथा नाम गर्ने बिर्सेर जाँदाखेरि हामीलाई न पैसा पाउनु के पाउनु। जहिले जिल्ला विकास सेटिङमा पठाउने यिनीहरू होइन। ल त्यो जिल्ला विकास देखाउनु न मलाई। उहाँ आए पनि नआए पनि छिटो देखाउनु। भ्रष्टाचार गर्ने कालो मसो दलिन्छ यहाँ। भ्रष्टाचार गर्ने त्यो जिल्ला विकासको रसिद देखाउनुहोस् मलाई। देखाउनुहोस् जिल्ला विकासको रसिद देखाउनुहोस् तपाईँले। जिल्ला विकासको रसिद देखाउनुहोस् छिटो। एक दिन होइन प्रत्येक दिन नकाटिकन सेटिङमा जाँदो रहेछ। त्यो बाङ्गे सुनिलको गाडी होइन त्यो? के मलाई चाहिँ साधारण ड्राइभर सोचेर चाहिँ अस्ति मलाई फर्काउन पठाएको यसले? कोही बाहिर आउनु सर बाहिर। होइन होइन अस्ति मलाई त्यहाँ गएर गाडी फरक्क फर्काऊ भनेर थर होइन तपाईँले होइन होइन। ल देखाउनुहोस् देखाउनुहोस् देखाउनुहोस्। होइन त उहाँ आउनु पर्दैन क्या। मलाई बिहानको जिल्ला विकासको रसिद देखाउनु न। 24-15 र के अरे 29-25 को जिल्ला विकासको रसिद देखाउनु। सब गाडी होल हुन्छ अब यहाँ। जिल्ला विकास एउटा पनि कटाउँदैन अब। बस्नु तपाईँ पनि अब एकछिन बस्नु होइन। यहाँ अब जिल्ला विकासमा कारवाही हुन्छ। यो कर्मचारी सब फेरिदिने हो अब। साला सेटिङमा पठाउने हामी जिल्ला विकास बिर्सेर जाँदाखेरि हामीलाई तथा नाम भनेर चाहिँ गाडी फर्काउ भन्ने। तिमीहरू यहाँ सेटिङमा पठाउने होइन। सब पैसा खाने होइन भ्रष्टाचार गर्ने होइन। साला म जस्तोसँग चाहिँ च्यालेन्ज गर्ने म देश आएर यहाँ मान्छे हो। मैले त तपाईँलाई गाली गरेको छैन है। होइन छैन ऊ राजेन्द्रले आएर यहाँ आएर फर्कायो मलाई। म त त्यो दिन पछि फर्केर आउँदा सुत्दा त्यसो नगर्नु है बिचारा। होइन मान्छेलाई होइन तपाईँ इमान्दार होला होइन। कोले गल्ती गरेर त्यो त तपाईँहरूलाई अनुसन्धान भइहाल्छ म नि। चाहिँ छैन दाइ। हेलो त्यो आउँछ नि त। हेलो देश साहब मैले यहाँ जिल्ला विकासको कार्यालयमा समातेको छ होइन। बिहान रसिद काटेको केही पनि छैन उनीहरूसँग। हिजोको पनि केही पनि छैन होइन। रसिद काटेर पठाएको छैन सर। त्यहाँ गाडी गोदाम चोकमा छ। त्यहाँ पत्रकार मिडियाहरू पनि त्यहाँ पुग्दैछ। अनि म यहाँ आएर हेरेको यहाँ जिल्ला विकास काटेको ऊ पनि छैन। त्यहाँ पठाइदिनु पर्यो त्यहाँ टोली है सर। ल बोलाउनुहोस् कसले सेटिङ गरेर कसले मिलोमतो गराएको बोलाउनुहोस्। होइन होइन त्यो बिहान 24-15 29-25 को बिल देखाउनुहोस्। तपाईँ कर्मचारी होइन देखाउनुहोस्। 29-25 र 24-15 को जिल्ला विकास देखाउनुहोस् भने कि हिजो र आजको। मैले त्यो अरू कुरो गरे होइन कि तपाईँलाई। हेरौँला होइन देखाउनुहोस्। छ कि छैन पहिला त्यो भन्नुहोस्। तपाईँले काटेको छ कि छैन? रसिद छ कि छैन? गाडी समातेछ नि त्यहाँ। फेरि झुटो नबोल्नु। यहाँ जहाँ समातेछ गाडी। भ्रष्टाचार गर्ने देश लुट्ने जनतालाई दुःख दिने जहिले हामी मजदुर दुःख गरेर खानुपर्ने कर्मचारी देश लुट्ने। ल देखाउनुहोस् त्यहाँ 29-15 24-15 29-25 र 24-15 को जिल्ला विकास देखाउनु त। कसको गाडी? त बाङ्गे सुनिलको हो। कसरी सेटिङ गरेर थाहा नभएको भए त्यहाँ रसिद नपाइकन किन पठायो गाडी? भ्रष्टाचार गर्ने कस्तो फिर्ता आउँछ? आजको मात्रै हो। अहिले बोलाउने भनेपछि हामीले समातेपछि फिर्ता आउँछ त्यो गाडी? आउँदैन। अब त्यो गाडी कहाँ पुग्छ भन्ने कुरो अब त्यहाँ मिडिया पुलिस प्रशासन सबै बुझिसक्यो त्यहाँ। मलाई एक दिन म बिर्सेर आफ्नै धुनमा बिर्सिँदाखेरि मलाई फर्केर जाऊ भन्दा तथा नाम गाली गरेर यहाँ त्यो अर्कोले त्यो पराक चपाउनेले यहाँ मलाई
साला त्यो दिन मैले नै गर्दा त्यो त्यसो हुन्छ त्यो कहिलेकाहीँ झुकिन्छ आइहाल्छ भनेर चाहिँ ऊ नै गरे हो कि हेलो तेरे हाफ गेन मैले भी बता रहे थे वो हाफ गेन बोला ते डीएसपी ने टोल हाफ गेन बोल दे रे भाई तेरे चुंगदानो गाड़ी तो कहला जी डीएसपी ने टोल ही देंगे मुझे हाफ गेन बोल दे रही मीडिया हाँ होइन जिलेबी खा काट्न बन्द गर्नु है जिलेबी खा नकाट्नु है तपाईँहरूले जिलेबी खा नकाट्नु त्यो बन्द गर्नु अब यहाँ कारवाही हुन्छ सबलाई यो 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 जिलेबी खाएको सब कर्मचारीलाई कारवाही हुन्छ अब जिलेबी खा नकाट्नु भ्रष्टाचार गर्ने देश लुट्ने डुबाउने कर्मचारीले नै हो मलाई चाहिँ अब मैले बिर्सेर गएको हो न मैले खाने हुनु मलाई त्यो गरे भनेर होइन कि तर अत्याचारै गर्दो रहेछ कि यसरी त्यो नकाट्नु 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 सर नकाट्नु यो कारवाहीमा परिरहेछ कि अहिले गरिदिनु अहिले हजुर जिलेबीका सब सेटिङ पठाउँदो रहेछ कि यहाँ यो रसिद नकाटिकन पठाउँदो रहेछ कि अहिले नकाट्नु जिलेबी घाँस बन्द गर्नु त्यो देखाउनु कि छ भने देखाउनु छ सर 24, 15 र 29, 25 त्यो फाइलमा होइन भने यता रसिदमा देखाउनु मलाई फाइलको मतलब भएन हिजोको पनि देखाउनु अस्तिको पनि देखाउनु दिल्लीको देखाउनु त मलाई यहाँ कति लुट्या छ साला देश लुट्नु कर्मचारीहरूले ध्वस्त बनाउने अनि जनता रुवाउने अनि नेतालाई गाली गर्ने यो अहिलेको त्यो जाम हुन्छ तपाईँ बस्दै गर्नु यिनीहरूलाई पठाएर होइन 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 नपठाउनु जिल्लेबी घाँस नगर्नु है यहाँ सबै अब कारवाही गर्ने टोली सोली सबै आउँछ होइन